हेलो नमस्ते है नमस्ते सम्पूर्णलाई नमस्ते के हुँदैछ यतातिर पार्टी हुँदैछ है पिज्जा पार्टी ह्याप्पी सैटरडे पिज्जा चिकन पार्टी स्पोन्सर चाहिँ लाज लाग्यो रे भाइलाई है दिपक भाइ स्पोन्सर नबनाउनु न हामी साँप्रा त साह्रै मनपर्छ त है अनि के हुँदैछ त नि हाम्रो हेटौँडातिर चेस ल इन्जोय हुँदैछ हाम्रो स्याटरडे पार्टी ल सबैजना रमाउनु होला ल ल चिलबिल है ल स्वतन्त्र हुनुपर्छ ल ल चिलबिल दिनु नि त ल बोल्नु है बोल्नु चिकन भने झन्डै टोके मैले आफ्नो मानी हो तेरा कुखुराहरू सोध त अन्तिम भन्ने के छ कापुङ दाइ के हो यो गाई हो के हो यो हो गाई मान्दाइको केही छ विचार गाई नभएकोतिरको यो चिकन खाने मन लागिरहेछ त केही छैन अनि ल उसले पर्खिन भनेको थियो खाँदै गएर खाना गर्छु भने तर सक्का चाहिँ भने होइन कसैले अडियो सुन्नु न चिल्पी केरा बोलिहाल्छु नि त्यही छोडिदिनु पेप्सी कारण चिल्पी बोल्छ त यार रक्स गर्नु पर्ने चिकन खाऊ न देखाउ न भात खाने आज चिकन खाएर खुल्ला रूपमा पार्नु पर्छ के अरे बिरयानी खाएर बाहिर पार्दा गरिबहरूलाई सुनाउँदाखेरि गाह्रो हुन्न भन्नु त दादाहरू खै पुरा फर्काउने क्या भयो हाम्रो कोरियन साथीले है बुढी माइत गएको खुसीमा दिएको पार्टी यस्तो रमाइलो छ त्यसो गरौँ न कप ल्याएर यो अलिकति पेप्सी पनि बाँडौँ तर पिरो मन पर्ने रहेछ होइन मुक्सुन पिज्जा मिक्स कुछ मिक्स रेगाजी 무실라네? 아니요. 무슨 고기 풀어 하는지? 무슨 고기? 고기? 네. 돼지고기. 다 돼지고기지요? 맞습니다. 햄. म खाँदैछु के भन्छ रेग्मी? आयो ल्याऊ. 야, 나 보이는데? 네네. 방송이요. 라이브야? 네. 마이크. 와! 마이크. 다시. ल मलाई बिगार्न खोज्दै भन को छ यस्तो खाने काप्स ए दाइ तपाईँ के रक्सी खाने मान्छेलाई पेप्सी दिएर बिगार्न खोज्ने तपाईँ यार दाइ दिनभरि दुधान कटाएर
खानु क्या चेयर्स रे बाई बाई दाइले भिडियो गर्दा के खाइरा भाइ भाइ रेडी सबको ठन्डै 생님 생일 아니야? 생긴 사람 생각했어 먹어도 와이프 집에 없는 날이야. 제일 날이야. 이거 비디오가 저기 유튜브 나가는 거예요. 와이프? 만약에 와이프가 나중에 와이프 볼 수 있어요. 괜찮아요? 그래서 산뜻 형도 가져뒀어요. 와이프 없었어요. 좌우가 떴어. 좌우는 좋아요? 가만히 너 와이프? 네가 더 많이 해. 네가 그래. 펩시. 기억이 돼요. दीपक भैया भिडियोमा आउँछ भने टुकी खाइरहेको तिमीलाई टिकटक लाइक गर्दा चाहिँ टोपी लाउने चस्मा लाउने गर्नुपर्ने यार भाइलाई ल्याइदिउँ त कसैले म यहाँ पाल्न स्वतन्त्र हुनुपर्छ भन्दा मान्नु मान्नु 맛있어 के अरे खानु त एउटा 우리 안 먹어? तिमी मात्रै नखाएको खाने मान्छे खान्छन् नि भनेको मागिरहेको भोलि खाउँला नि यहाँ डराँदा हँसी होइन तपाईँले अहिले भरे बिर्को लाउँदा सब सिद्धिन्छ हामी त पुगेर लिन जानुपर्छ 맥주도 안 먹어? 나? 나 안 먹어. 아침까지 아침까지? 아침까지 내가 번호 하나 적어줄까? 내가 하나 적어줘. 또 다녀 내가 항상 적던 번호인데 너무 많아. अस्ति चाहिँ नहेर है फेरि नम्बर अस्ति हेरेर कन्डा बनाएर ल्याएको कन्डा बनाएर ब्याग परेर तपाईँको भन्न आउँदैन कति आठ हुन्छ नि नबल्दासम्म त होइन छैन भन्ने टाइम त्यो नबल्दासम्म नम्बरै छैन तपाईँको अरे काट्नु दिएको कन्डै बनाएको अनि पछि खै मेरो लट्टो भनेको यहाँ त तर परेको छैन तपाईँको भनेको लाइन हेरेको लाइन उता परेको हेरेको होइन सबले हेरेको लाइन एउटै भेट्दैन हेर्दैन एउटै भेटिँदैन अनि फर्स्ट सेकेन्ड थर्ड पऱ्यो भने के गर्ने अस्ति सबै सिकायो नि त हामीले प्लानिङ गरेको फर्स्ट पऱ्यो भने कहाँ जाने होइन अस्ति त्यो न्युजमा पनि आएको थियो ए अब हाम्रो यो युट्युबमा एउटा प्रोग्राम चलाउने कुरा आइरहेको छ रोटो पर्दाखेरि कसरी न्युजमा भन्दा नि प्रोसेस के गर्ने फर्स्ट पऱ्यो कहाँ सेकेन्ड कहाँ ए आफ्नो प्रोसेस यहाँ त कसैले भन्ने नि खाप्पै फ्याप्पा भन्ने है के भन्ने रहेछ हिलताङ पऱ्यो भने
일등 हो क्या 일당 होइन लाइट भन्नु नि ठिकै हो एप्रिल पऱ्यो भने चाहिँ भनेको जुन गऱ्यो भने कसैलाई के भन्नु भन्नु भयो केटाहरूलाई फोन गरेर ज्वरो आएर हस्पिटल गएर ज्वरो आयो भने म त आउँदैन सिधै ट्याक्सी बजेर त्यो गऱ्यो भने सँगै गर्छ 12 बजीसम्म काम गर्ने अनि म लिएर जान्छु भने नि अनि होइन आजको सन्चो छैन अब मैले भनेको थिएँ नि बेलुका काम नगरेर बिहानै हस्पिटल खासै म कमाल हुँदैन कि त म सुने है आइतबार काम थियो अस्ति सुनाएँ केटाहरूलाई मैले कमल यार मलाई फर्स्ट प्राइज के अरे मलाई लोटो पर्यो होला भने डस्टबिन खोदाल्न आयो क्या बिरामीहरू सुतिरहेको होइन आइतबार काम थियो शनिबार लोटो काटेको नि त म गइनँ है बिरामी भयो भनेर आएन কিন্তু काम थियो भने यहाँ साउसँग थियो फलाम मुन्नी थियो कि भुइँको अनि म गएन होइन अनि कमल के काम गर्दा गर्दा मनमा कुरा खेलेछ क्या सबै कमरेडले लोटो पर्यो भनेर खोर के डस्टबिन खोताल्न अनि त्यो फालेको देखेछ अरे ढुक्केर फर्क्यो अरे केटाहरूले ल्याएर सोधेर भन्दैन डाइरेक्ट डस्टबिन खोटाल्छ केटाहरू नपरेर भन्दा पनि साथीलाई पर्यो भनेर चाहिँ दुखी हुन्छ क्या त्यो त नि दुख्यो भने अनि दुखी हुनु पऱ्यो नि त जानी भयो लोटो पर्यो भन्दै कप्पा खाइदियो अरे कि एउटाले के रे त्यही कमलले सुनाएको थियो क्या चिकेनमा साँच्चीमा गयो फेरि माइक्रोफोन ल्यायो भनेर भन्दा 저게 100만 원짜리 거야? अनि ओनर 어차피 다 먹어야 돼. 아니 먹어서 안 깜짝만 싫어하는데. 아니면 순대국도 괜찮은데. 우리 깜짝아 또 싫어하는데. 제가 뭐가 좋아하지 않아요, 형님? 응?